साथीहरू पहिला यो प्यान्टबाट बनेको झोलाको भिडियो हेरौँ, त्यसपछि हामी यसका फनी फनी कमेन्ट पढ्नेछौँ। अब तपाईँहरूको काम नलाग्ने पेन्टहरू छ भने हाम्रो प्रमिस आमालाई भन्नु यस्तो झोला बनाइदिनुहुन्छ। यो फुल हेर्नु न, फुल झोला यो पछाडिको यो अगाडि फर्काउनु। अब डोरी पनि लु 10 जनाले तान्दा पनि नचुटिने हेर्नु त यस्तो राम्रो। यो ब्याग बोक्दा भित्रबाट कट्टु लगाइदिनु पर्छ कि नाइ ब्यागलाई? जा पूछ क्या? यो ब्याग लिँदा पैसा हामीले दिने कि हजुरले? ला पैसा। हाम्रो घरको भेडा बाख्राले नुन हाल्ने झोला जस्तो पो छ त। मेरो पाइन्ट त्यता पो पुगेछ, म यता खोजिरा। हाम्रो आमाले त बाख्रालाई दाम्लो बनाउनुहुन्थ्यो बलियो हुन्छ भनेर। होइन होला के हो? यस्तै भिडियो हेर्नका लागि हामीलाई फलो गर्नु होला।